मेरो फ्युचर नै देख्दैन म नेपालमा खै किन छैन हामी विदेश जान्छौँ विदेशमा खटिन्छौँ सरकारी जागिर भयो त केही वर्ष गर्ने अनि बिजनेस गर्नुपर्ने कुन कलेजबाट हुनुहुन्छ हामी निलबराई सेकेन्डरी स्कुलबाट कहाँ छ यो स्कुल हाम्रो यहीँ कालीमाटी अनि आज यो रङ पोत्नुको कारण हाम्रो आज चाहिँ प्री बोर्ड सकेर अब बोर्ड +2 सकिने भनौँ न प्री बोर्डको लास्ट दिन भएर अब चाहिँ यादहरूको लागि साथीभाइको यादको लागि नामहरू लेख्ने होइन सिग्नेचर हजुर अनि अब +2 को लागि तपाईँहरूलाई सर्वप्रथम त शुभकामना छ है धन्यवाद राम्रो इक्जाम दिनु होला अब +2 पछि के गर्ने +2 पछि अब नयाँ सरकार नियम बनाएको छ त्यसमा अब राम्रै हाम्रो रोजगारहरूको लागि राम्रो आयो भनेदेखि चाहिँ हामी यहाँ स्वदेशमै बसेर केही गरौँला भन्ने हुन्छ यदि आएन भनेदेखि चाहिँ त्यही हो विदेश गएर केही यो सरकारले नि केही गर्न सक्दैन भने विदेश जाने भन्ने एउटा गर्छ कि भन्ने चाहिँ आश छ आश छ अब गरेर आई होप यहीँ बसेर केही गर्न सकौँ आफ्नै देशमा बसेपछि नै राम्रो हो क्या होइन अनि विदेश जानुभन्दा अब अरूको देशमा आफ्नो देशमै बसेर केही काम गऱ्यो भने चाहिँ राम्रो हो अब गर्छ कि भन्ने आश छ अब गरेन भने पनि केही छैन हामी विदेश जान्छौँ विदेशमै खटिन्छौँ अनि यो सरकारले चाहिँ गर्दै हुन्थ्यो हामी चाहिँ यहीँ अडिन्थ्यौँ हामी यहीँ केही गर्थ्यौँ भन्ने लाग्छ रोजगारी दिएको भए हुन्थ्यो अनि अब यस्तै यस्तै काममा अब हुन्छ नि काम दिएर अब हामी त्यहीमै व्यस्त भयो भने अनि अलिअलि पैसाहरू भयो भने चाहिँ आफूलाई खर्चको जति के त्यस्तो त्यस्तो भयो भने चाहिँ त्यही हो खै के भनौँ त्यही हो आफ्नो पार्ट टाइम जब पनि भयो यता पार्ट टाइम जबमा पढ्नको लागि अब हामीले त बाबामासँग बसेर अलिकति खुसीहरू पनि अब साट्न मिल्छ नि त अब विदेशमा गइसक्यो भने अब बाबामा पनि हुँदैन बाबामादेखि टाढा जानुपर्छ अनि त्यस्तै हो अब त्यति हो हाम्रो अब ब्याचलर जोइन गर्दा चाहिँ ब्याचलर जोइन गर्दा हामीले ब्याचलर पनि पढ्न पाऊँ पार्ट टाइम जब पनि राम्रो सुविधा होस् जसबाट हाम्रो आफ्नो शिक्षा चाहिँ आफै धान्न सकौँ जे होस् अलिकति क्षमता वृद्धि होस् त्यही आफ्नो खुट्टामा आफै उभिन सकिने जस्तै रोजगारी पायो भने चाहिँ अलिक राम्रो हुन्छ अनि ब्याचलरहरूको आफ्नो त्यो शिक्षाको खर्चहरू पनि आफै उठाउन सक्यो भने त्यो पनि धेरै राम्रो हो नि त अहिले शिक्षा नीतिहरू थाहा छ सुन्नु भएको छ शिक्षा नीति चाहिँ अर्को केही ल्याउनु भएको छ नि अहिले हाम्रो नयाँ शिक्षा मन्त्रीज्यूले सुन्नु भएको छ खासै छैन छैन है अनि हजुरहरूको अब एउटा लक्ष्य चाहिँ के छ लक्ष्य चाहिँ अब भन्नुपर्दा अब नेपालमै बसौँ हामी कम्प्युटर साइन्स स्टुडेन्ट त्यसको लागि चाहिँ अब आइटीबाट नै राम्रै जबको आशा गर्छौँ त्यसबाट स्वदेशमै बसेर केही गरौँ भन्ने छ यदि भएन भनेदेखि चाहिँ विदेशमै गएर पनि आइटी स्टुडेन्टले जब पाउनु निकै गाह्रो छ भन्ने कुरा मैले चाहिँ कहीँ कता सुनेको छु हजुरलाई त्यो विषयमा के कति जानकारी हुनुहुन्छ हजुर खासै त त्यस्तै छ सजिलो बनाइदियोस् अनि जब पाउने बनाइदियोस् त्यही हो त्यही हो अल द बेस्ट थ्याङ्क यू हजुर शुभ नाम मेरो नाम चाहिँ एलिना साई हो हजुरको मिना सेजुवाल के गर्दै हुनुहुन्छ अहिले अहिले चाहिँ म चाहिँ फार्मेसी पढ्दैछु फर्स्ट इयर डिप्लोमा हजुर हजुर म साइन्स पढ्दैछु साइन्स पढ्दै हुनुहुन्छ है अनि पढाइसकि लगायतै अब के गर्नुहुन्छ अब सक्यो भने त अब के गर्नु मेडिकल खोल्नु बस्ने हो अब अरू त के गर्नु फार्मेसी भनेपछि अब विदेशतिर अपर्च्युनिटी कतिको छ यसको त्यति खासै त छैन अलिअलि चाहिँ छ विदेश जान मन छ हजुरलाई छ अलिअलि मलाई त विदेश जानै मन छ जान्छु म भन्ने हो जान्छु भन्दा नेपालमा केही गर्नु सक्छ जस्तो लाग्दैन अब मेरो त फार्मेसी फिल्डमा त अहिले त राम्रै छ अब हुन्छ होला नेपालमै हुन्छ सायद नेपालमै राम्रो छ त्यसको लागि त्यो पढाइले पनि अलिकति हेल्प त गरि नै हाल्छ है गरि नै हाल्छ हो हजुरलाई चाहिँ नेपालमा के हुन्छ जस्तो लाग्दैन किन खोइ किन मलाई त्यस्तो लाग्दैन मेरो मेरो फ्युचर नै देख्दैन म नेपालमा खै किन खै अब अहिले बालिनले के गर्छ नि कति चाहिँ स्यालेरी भयो भने चाहिँ नेपालमै म बस्न सक्छु जस्तो लाग्छ हजुर 50 क्रस भयो भने चाहिँ बस्छु 50,000 क्रस हुनु पऱ्यो है त्यति भयो भने बस्छु अहिले प्रधानमन्त्रीमा बालेन शाह हुनुहुन्छ उहाँले चाहिँ हजुर जस्तो यो भिडियो मार्फत उहाँसम्म यदि पुग्यो भने के चाहिँ गरिदियो भने म चाहिँ नेपालमै बस्न सक्छु भन्ने छ हजुर ए आफ्नो काम अनुसारको पैसा मतलब सबै कुरा के आफ्नो देश बन्न पर्यो अनि यस्तो पहिला जस्तो नहुनु पर्यो भ्रष्टाचार सबै नहुनु पर्यो म बस्छु जस्तो लाग्छ बसी चाहिँ यदि बालेन्साले राम्रो बनाइदियो भने चाहिँ अब लगत्तै विकास हुँदै गइरह नि त आजभोलि त्यस्तै जाँदै गयो भने चाहिँ बस्छु जस्तो लाग्छ
हस् थ्याङ्क यू नमस्कार नमस्ते हजुर शुभ नाम मेरो नाम पवन कुमार पटेल घर घर सर्लाही अहिले +2 को आज विदाय कार्यक्रम थियो हिजो प्रिबोधको अन्तिम इक्जाम सकेको ल तपाईँलाई अग्रिम शुभकामना राम्रोसँग इक्जाम दिएर राम्रो नतिजा ल्याउनु होला हजुरलाई थ्याङ्क यू अनि +2 पछाडि के गर्ने विचार छ अनि +2 पछाडि अब रिजल्ट कस्तो आउँछ होइन अनि ब्याचलरमा जोइन गर्ने हो अब 12को रिजल्ट राम्रो आएपछि राम्रो एडमिसन पाइहाल्छ कलेज पाइहाल्छ होइन अब राम्रो रिजल्ट आएन भने त आफूले मेहनत गर्नु पर्यो होइन त्यही हो अनि जस्तो कि जब गर्दै काम गर्दै गर्ने पढ्दै गर्ने कि के छ त्यो प्लानिङहरू के छ ए प्लानिङ त त्यही दुइटै हो जब गर्ने अनि पढाइ गर्ने अनि विदेश जाने मन छ कि छैन विदेश जाने त छैन विदेशमा अब नि देशमा बस्ने सबै देशमा केही गर्नु देशमा केही गर्ने है देशमा केही गर्नु अब +2 पछि ब्याचलर सकिन्छ एउटा माइन्ड मेकअप त हुन्छ नि म यो पछि चाहिँ यो चिज चाहिँ गर्छु यो देशमा म चाहिँ यो गर्छु भन्ने एउटा प्लानिङ केही छ त्यो त +2 पछि त्यो ब्याचलरमा नाम लेखाउने अनि आफ्नै काम गर्ने अनि त्यसपछि सरकारी जागिर भयो त केही वर्ष गर्ने अनि बिजनेस गर्नुपर्ने छ व्यापार मेन फोकस चाहिँ सरकारी जागिरलाई छ पहिला त त्यसलाई हो अनि 10 वर्षपछि बिजनेस गर्ने ल हस् थ्याङ्क यू सो मच भाइ अल द बेस्ट वेलकम दाइ